डाक्टर हरि खनाल, हजुरहरूकै स्वास्थ्यको साथी। सदा जस्तो एउटा स्वास्थ्य सम्बन्धी भिडियो बनाएर हजुरहरूलाई जानकारी गराउने क्रममा आज पनि म यहाँहरू समक्ष उपस्थित भइसकेको छु। आज म कुरा गर्न जाँदैछु त्यस्ता 5 प्राकृतिक उपायहरू जसले तपाईको शरीरमा बढेको कोलेस्ट्रोल लेभललाई घरमा नै आफैले कन्ट्रोल गर्न सकिन्छ। ती 5 उपायहरूमध्ये पहिलो नम्बरको उपाय हो हामीले खाने सुगरलाई चाहिँ हामीले कम गराउनु पर्यो। भनेको हामीले खाने गुलियो चिजलाई चाहिँ हामीले कम गर्नु पर्यो। भनेको तपाईले चाहिँ यदि धेरै मात्रामा चाहिँ चिनी, शक्कर, गुड, मिश्री जस्ता चिजहरू खाइरहनु भएको छ भने चाहिँ त्यसलाई चाहिँ खानालाई बन्द गर्नु पर्यो अथवा कम गर्नु पर्यो। त्यस्तै दोस्रो उपाय हो रिफाइन्ड कार्बोहाइड्रेटलाई चाहिँ हामीले खाना चाहिँ कम गर्नु पर्यो। भन्नुको मतलब हामीले चाहिँ मैदाबाट बनेका चिजहरू जस्तो तपाईले चाहिँ धेरै मात्रामा चाहिँ चाउमिन, मोमो, समोसा, पुरी त्यस्तो चाहिँ खाइरहनु भएको छ अथवा चाहिँ तपाईको चाहिँ धेरै प्याक गरेका लेज, कुरकुरेहरू त्यस्तो खाइरहनु भएको छ भने चाहिँ त्यसलाई चाहिँ आजदेखि खानालाई बन्द गर्नुभयो भने तपाईको कोलेस्ट्रोल लेभल चाहिँ कम गराउन सकिन्छ। त्यस्तै तेस्रो नम्बरको उपायमा हामीले गर्न सक्ने उपाय हो हामीले चाहिँ प्याक्ड चाहिँ जुसहरू चाहिँ खानु भएन। भन्नुको मतलब तपाईले चाहिँ यदि कोका-कोला, फेन्टा अथवा त्यस्तै अरू प्याकेट रियल त्यस्ता खालका जुसहरू चाहिँ धेरै मात्रामा सेवन गरिरहनु भएको छ भने त्यसलाई चाहिँ खाना बन्द गर्नुभयो भने तपाईको चाहिँ कोलेस्ट्रोल लेभल चाहिँ घट्नलाई यसले सहायता गर्न सक्दछ। त्यस्तै चौथो नम्बरको उपाय हो हामीले चाहिँ नो एल्कोहल। भन्नुको मतलब तपाईले चाहिँ एल्कोहल चाहिँ ड्रिङ्क गर्नै भएन। जस्तो सफ्ट कसैले भन्छ नि सफ्ट एल्कोहलले केही गर्दैन, बियरले त केही गर्दैन भनेर, त्यस्तो हुँदैन। तपाईले चाहिँ यदि सफ्ट बियरहरू खानुहुन्छ अथवा विस्की, रम जे पनि खानुहुन्छ, हार्ड ड्रिङ्क्सहरू खानुहुन्छ भने चाहिँ त्यसलाई चाहिँ नो एल्कोहलको रूपमा जानु पर्यो। भनेको कहिले पनि एल्कोहलहरू चाहिँ सेवन नगर्ने। यी 4 कारणहरू भनेको चाहिँ हामीले सेवन गर्नलाई चाहिँ हामीले चाहिँ एभोइड गर्ने कुराहरू भयो भने अब 5औं नम्बरको प्रमुख कारण, कोलेस्ट्रोल घटाउने प्रमुख कारण भनेको चाहिँ हामीले पर्याप्त मात्रामा चाहिँ एक्सरसाइज गर्नु पर्यो। नयाँ रिसर्चले के देखाइरहेको छ भने यदि हामी चाहिँ 7000 स्टेप चाहिँ दिनमा हिँड्छौँ भने 7000 पाइला चाहिँ हामी हिँड्छौँ भने चाहिँ त्यो चाहिँ हेल्दी हुनको लागि चाहिँ सहायता गर्छ भनेर भनिएको छ। भन्नुको मतलब अब हामी हिँडिदैन भने चाहिँ के गर्नु पर्यो त भन्दा त्यस्तै खालका एक्सरसाइजहरू, त्यति मात्रामा चाहिँ पुर्याउन सकिने एक्सरसाइजहरू चाहिँ गर्नु पर्यो। जस्तो तपाईँ चाहिँ यदि स्किपिङ गर्नुहुन्छ, डोरी खेल्नुहुन्छ भने त्यति नै उसमा खेल्नु पर्यो। तपाईँ यदि चाहिँ तपाईँलाई चाहिँ स्विमिङ गर्नु छ, साइक्लिङ गर्नु छ, त्यस्तो खालको कुनै पनि एक्सरसाइजहरू जस्तो जिममा गरेर टाइम बिताउनु भएको छ भने चाहिँ शरीरलाई चाहिँ पर्याप्त मात्रामा चाहिँ एक्सरसाइज चाहिँ गर्नु पर्यो। र त्यो सँगसँगै एक्सरसाइज गर्नुको सँगसँगै खानामा चाहिँ तपाईको चाहिँ पर्याप्त मात्रामा चाहिँ फाइबर डाइटहरू खानु पर्यो। भनेको तपाईको चाहिँ ग्रिन भेजिटेबल्सहरू जस्तो तपाईको चाहिँ ब्रोकाउली, काउली, तपाईको चाहिँ बन्दा अथवा तपाईको गाजर, मुला, काँक्राहरू चाहिँ प्रशस्त रूपमा सेवन गर्नु पर्यो। त्यस्तै तपाईको चाहिँ पहेँलो फलफुलहरू, फर्सी भयो, मेवाहरू भयो, तिनीहरू चाहिँ सेवन गर्नु पर्यो। तपाईले चाहिँ पर्याप्त रूपमा फाइबर इन्टेक गर्नुभयो, पर्याप्त रूपमा पानी सेवन गर्नुभयो र पर्याप्त रूपमा चाहिँ एक्सरसाइज गर्नुभयो र अहिले भनेका 4 उपायहरूमध्येको खानालाई चाहिँ एभोइड गर्नुभयो भने अवश्य पनि तपाईको शरीरमा बढेको कोलेस्ट्रोल लेभल घरमा नै त्यो चाहिँ कम हुन्छ र घरेलु उपचारहरूबाटै सन्जो गराउन सकिन्छ। आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो? आशा छ मन पराउनु भयो होला। यस्तै स्वास्थ्य सम्बन्धी भिडियोको लागि मेरो च्यानललाई लाइक, सब्स्क्राइब गर्न नबिर्सनु होला। यति भन्दै आजको भिडियोबाट पनि म बिदा लिन चाहन्छु। हस्त, नमस्ते, जय नेपाल।